यो आज हामी घर जाँदैछौँ। यिनी जेनी साथी हुन्। यिनी दुईटा कुन दुईटा नाम भन आफ्नो परिचय पाम नपाम छोडिदिउँ। हामीले चाहिँ आज फाइनली नोकिया मोबाइल बनाएछ। नोकिया मोबाइलले भिडियो खिचेछ। हामी अभी तुलसीपुर बजार बसेछ। क्यामेरा क्वालिटी ठिक छ प्याकी त एउटा छैन। गाइज म ठग्दैन। यो ट्याक्क भन्नुपर्दा यो आइफोन हो, आइफोन 7 हो। म ठग्दैन, यति राम्रो छ। यहाँ ट्रक आएछ। यहाँ अटो चलाएछ आन्टीले। अब ब्याकी देखाउनु पर्यो भने अब एडिटिङ गर्नुपर्दा बोरिङ लगेछ, त्यसैले यति बनाएछ। हामीलाई यसले आदेश दिइरहेछ, यसरी मोबाइल चलाएछ। हामी चाहिँ अब अहिले आलु मन्डी छिर्न लगेछ। तपाईँहरूले अहिलेसम्म च्यानल सब्सक्राइब गर्नुभयो भने सब्सक्राइब गरिदिनुलाई। 1 मिनट 13 सेकेन्डको भयो। अनि अहिले चाहिँ हामी यहाँ चोर गल्लीबाट जान्छौँ, किनकि यहाँ चोरहरूसँग एकछिन लफडा गर्नु छ, किनकि भिडियो देखाउनु पर्यो। जाम यताबाट। अब यहाँ लेखेछ जथाभावी पिसाब ना करे गन्दी हो जाएगा, ऐसा बोल रहा है। ल अब म यहाँतिर यी पम्पिङ्सहरू रहेछ। अब मैले उठाएछ, छि गन्नाएछ पम्पिङ्सहरू गन्नाएछ, इसीलिए मैले नै उठाएछ। गलती भएछ। द्याट्स अ वाटर मिलियन होइन, गर्दैन एडिट। वाटर मिलनलाई पम्पिङ्स भनेछ, हल्का गल्ती बोलेछ। ल अब म सन्चै छ। ल अब चाहिँ हामी पादु खोलो। तपाईँहरू यहाँ तुलसीपुर डाङमा आउनुभयो भने फेवाताल हो, यो तुलसीपुरको फेवाताल गरे देखिन्न कि ब्याकी गराउने पनि एडिट गर्नु झ्याउ लाग्छ मलाई, सिधै हालिदिने हो। अनि यहाँ चाहिँ पादुखोला, यहाँ तुलसीपुर दाङमा आउनुभयो भने पादुखोलाको यस्तो प्रशंसा सुन्नुहुन्छ कि हे बड्डा, यति सफा